अहिले नेपाल प्रहरी, जनपद प्रहरी र नेपाली सेनामा दिन पर दिन युवाहरू जानलाई हिचकिचाइराखेका छन्, निराश भइराखेका छन्। त्योभन्दा पनि ज्यादा खाडी मुलुकतिर जानलाई तम्सिराखेका छन्। त्यो किन भइराखेको छ? त्यसकारण म यो सरकारलाई यो नीति तथा कार्यक्रम बनाउँदाखेरि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा चाहिँ जो युवाहरू, हाम्रा भाइ छोराहरू छोरीहरू जान्छन्, उनीहरूलाई पर्याप्त मात्रामा सुविधा दिनुपर्छ, तलब वृद्धि गर्नुपर्छ। 24 घण्टा देश र जनताको सुरक्षामा खटेकालाई चाहिँ मामुली एउटा तलबको भरमा उसको परिवार गुजारा हुन सक्दैन। यो बजेटमा यी निकायहरूलाई पुग्ने मात्रामा एउटा चाहिँ राम्रो तलबको घोषणा गरियोस् भन्ने म माग गर्न चाहन्छु।